हेलो साथीहरू, यति बेला चाहिँ हामी चाहिँ ठाडामा रहेको प्रसिद्ध धार्मिक स्थल मन्दिर कालिका मन्दिरमा जाँदैछौँ है साथीहरू। यो चाहिँ कालिका मन्दिरमा जाने बाटो एकदम उकालो छ साथीहरू। हामी चाहिँ जाँदैछौँ। यहाँ चाहिँ एकदम उकालो छ है साथीहरू, सिँढीहरू रहेको छ। त्यही माथि रहेको छ सनत, एकदम उकालो छ साथीहरू। यहाँनिर चाहिँ एउटा ठुला पिपल पनि रहेछ है साथीहरू, चौतारी रहेछ बरिपल रहेको। कालिका माईको मन्दिरको प्रवेशद्वारमा आइपुगेका छौँ साथीहरू। देख्नुहुन्छ यहाँ चाहिँ गेट चाहिँ यस्तो राम्रो छ है साथीहरू। हामी चाहिँ प्रवेश गरिसकेका छौँ गेटभित्र। हाम्रो चाहिँ दुईजना साथीहरू पनि आउनुभएको छ पछाडि। यहाँ चाहिँ एउटा शिलालेख पनि लेखेर राखिएको रहेछ साथीहरू। यहाँ चाहिँ किरिमिरी भएर चाहिँ त्यति राम्ररी पढ्न चाहिँ देख्न सकिएन साथीहरू। त्यही भएर म चाहिँ यस्तो फोटोमा त देखाउन चाहेँ हजुरहरूलाई। यहाँ चाहिँ व्यवस्थित तरिकाले तार जाली गरेर संरक्षण गरिएको छ साथीहरू। यो मन्दिरलाई चाहिँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ शौचालय पनि रहेछ साथीहरू, सार्वजनिक शौचालय पनि को व्यवस्था रहेछ साथीहरू, देख्न सक्नुहुन्छ। हाम्रो यात्रा चाहिँ निरन्तर अगाडि बढिरहेको छ है साथीहरू, देख्न सक्नुहुन्छ। अब चाहिँ हामी चाहिँ पुग्न आँटिसकेका छौँ साथीहरू, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एकदम राम्रो छ है व्यवस्था चाहिँ, हेर्न सक्नुहुन्छ साथीहरू। यहाँ चाहिँ के लेखेको छ भने साथीहरू हेर्न सक्नुहुन्छ, म देखाउन चाहन्छु। श्री कालिका माई मन्दिर, ठाडा कालिका गुठी, सिद्धगङ्गा नगरपालिका 3, ठाडा अर्घाँची, ए बोर्ड सौजन्य आरके आर्ट्स अर्थ ब्यानर प्रिन्ट अमराई भनेर लेखेको छ साथीहरू। यहाँ चाहिँ हाम्रो चाहिँ स्थानीय बाजा पनि रहेको छ साथीहरू। यहाँ चाहिँ यस्ता यस्ता भवनहरू पनि रहेका छन् है साथीहरू। यत्नै नजिकै चाहिँ प्रतीक्षालय रहेको छ साथीहरू, यस्तो राम्रो। यत्रोनिर चाहिँ बस्ने ठाउँ पनि व्यवस्था राम्रो छ साथीहरू, देख्न सक्नुहुन्छ। वरिपरि हरियाली बोटहरू रहेका छन्, यस्तो राम्रो छ साथी। सूचना पार्टीहरू लेखेको छ साथीहरू, देख्न सक्नुहुन्छ। हजुरहरूले आफै पढेर चाहिँ यसको ज्ञान लिन सक्नुहुन्छ साथीहरू, डाटाहरू सङ्कलन गर्न सक्नुहुन्छ साथीहरू, हेर्न सक्नुहुन्छ। हामी चाहिँ कालिका माईको मन्दिर चाहिँ आइपुगेका छौँ साथीहरू, देख्न सक्नुहुन्छ। म चाहिँ पहिला सुरु चाहिँ घन्टी बजाएर चाहिँ उद्घाटन गर्न थालेको छु, हेर्न सक्नुहुन्छ। एकदम ठुलो घन्टीहरू रहेको छ साथीहरू। यत्नै नजिकै चाहिँ थुप्रै घन्टीहरू पनि रहेका छन् साथीहरू, देख्न सक्नुहुन्छ। म चाहिँ यसरी घन्टी बजाएर दर्शन गर्दैछु साथीहरू, देख्न सक्नुहुन्छ साथीहरू। एकदम राम्रो छ है साथीहरू मन्दिर, देख्न सक्नुहुन्छ। यो चाहिँ एकदम राम्रो छ, सिद्धगङ्गाको धार्मिक पर्यटकीय स्थल एकदम राम्रो साथीहरू। यहाँ चाहिँ घन्टीहरू, विभिन्न घन्टीहरू देख्न सक्नुहुन्छ साथीहरू, र बस्ने ठाउँ पनि देख्न सक्नुहुन्छ साथीहरू। यत्नै वरिपरि चाहिँ एकदम राम्रो बस्तीहरू रहेको छ साथीहरू। माथि चाहिँ सूर्य अस्ताउन थालिसकेको छ साथीहरू। अस्ताउन लागेको सूर्य चाहिँ एकदम राम्रो देखिएको छ साथीहरू, देख्न सक्नुहुन्छ। यहाँको दृश्य चाहिँ एकदम मनमोहक, पर्यटकलाई मन लोभ्याउने खालको छ साथीहरू, देख्न सक्नुहुन्छ। हेर्न चाहिँ पारी हेर्न सक्नुहुन्छ साथीहरू। च्याङ्लेङका डाँडाहरू पनि देख्न सक्नुहुन्छ साथीहरू। एकदम ठुल्ठुला पहाडहरू देख्न सक्नुहुन्छ साथीहरू, एकदम राम्रो छ है साथीहरू, देख्न सक्नुहुन्छ।